यसलाई चाहिँ खै चेस्ट माउथ के भन्दो रहेछ मैले चाहिँ हिजो भर्खर किनेको अब हामी पनि भ्लगिङ गरेर पैसा कमान्छु युट्युबबाट अनि यस्तो लाउँदैछु म यो कहाँ छ ए यस्तो लाउने रहेछु मेरो धार अब यसको घाम आएको छैन तै पनि बबाल गर्मी छ होइन अब टक्क यहाँ फोन राख्ने अनि त्यसपछि बुटुङ टुङ्गो फाट्दै जाने टक्क यहाँ राख्ने अनि त्यसपछि सुई सुटिङ गरेर आज चाहिँ म साथीको घर जान्छु अलिक छ साइकल यहाँ सामान टोपी सोपी यताउति अब टक्क लाएर म ह्यान्ड स्लिप खै के लगाउँछु यो ह्यान्ड स्लिप यस्तो टक्क लाएर लाउनु पर्यो नि त घामले हात डढ्छ हात डढेपछि त टेन्सन रुमाल बाँकी छ रुमाल अनि फोन चाहिँ यहाँ अगाडि राखिन्छ अनि त्योभन्दा अगाडि पहिला फोन हो होइन टक्क लाएर यो ह्यान्ड स्लिप यता होइन ओके ए मास्क पनि त लाउनु पऱ्यो आँखामा चस्मा चाहिँ किन्नुपर्ने है एउटा टक्क लाएर यसरी यस्तो ब्ल्याक आँखामा चस्मा त्यो कस्तो ठुलो हुन्छ क्या यहाँतिर मामाबाका यस्तो रिस उठ्छ कहिले त रिस उठेर के गर्नु मैले केही म रिसाएर केही हुन्न केटाकेटी हो साथीहरू भन्न त्यही भएर अब यो भयो होइन ए जुत्ता अन्त चप्पल लगाएको छु अब टक्क लाएर तल गएर यो क्यापटोपी र जुत्ता लाएर आउँछु है त म पन्जा सन्जा चाहिँ यहीँ लाउनु पर्ला क्यापटोपी र जुत्ता लाएर आउँछु ए मजा बिर्सेछु एकछिन यो गर्नुभयो एक्कासी घाम कहाँबाट आयो मलाई यो प्लास्टिक अहिले पानी पर्यो भने यस्तो सामानहरू राख्नुहुन्छ फोन साथीमा जाने अब यसो मोबाइल त चलाउनु पर्यो त्यही भएर यो अनि यहाँ अगाडि पावर ब्याङ्क हुन्छ टक्क यहाँ फोन हुन्छ यहाँ यसो जोडिन्छ यो साइकल अहिले कुदाउनुपर्छ मास्क लगाउनुपर्छ होइन यो हावा चाहियो नि त हामीलाई नि हावारे सासु गरेर टक्क लाएर यो चाहियो नि त यो छैन कि फेरि तलको त्यतिकै झर्दै कसरी बनाइदिएको छैन नबटार रेस साइकल ल सकाएँ क्या मैले हिजो ए ल ठिक छ चेन झऱ्यो कि फेरि दिमाग खराब मलाई यस्तो रिस उठ्छ चेन आफै झर्छ गर थर्काइदिउँ क्या यो बनाउने मान्छेलाई चेन आफै झरिदिने ब्रेक नलागिदिने यस्तो रिस उठ्छ माका ए हिजोको ऊ फेरि झऱ्यो चेन झर्या देखेर मलाई रिस उठ्छ क्या अहिले गएर भन्नुपर्छ हिजोको खुट्टा अल्छाउनेको होइन कस्तो दुखेको थियो हिजो दिमाग खराब बबाल बाले यत्तिकै चलाइन्छ लडिन्छ मुला जस्तो रिसी उठिसक्यो यार झर्या उकालो चाहिँ सानै छ कि तर कस्तो अप्ठ्यारो हुने भनेको सकिन
बाटो यतिकै ठिक छ के सिट माथि भएको बेलामा चाहिँ यो यस्तो बाटोमा चाहिँ अलि चलाउने खुट्टा अलिक कम दुख्छ क्या नत्र त कस्तो पाटिन्छ यो बाटोमा उकालो सकिहाल्छ बरु होइन तर यो सिधा बाटोमा कम झ्याउँछ ब्ल्याक ब्युटी क्या हिजो त कम गएको होइन र म आमा खास गरी म हिजो यही चाहिँ माउथ खै के अरे चेस्टाको माउथ यही किन्न गएको अनि किन्न गएको बेलामा चाहिँ उता बसन्तपुरतिर रत्नबागतिर असन बजारतिर गएको नि त त्यहाँ डुले पसलहरू बन्द भने त्यतातिर पनि के हप्ता जति बन्दै थियो बल्ल बल्ल एउटा पसलमा भेट्टायो अनलाइन प्राइस यसको 500 कति लेखेको छ सोल्टीले 1200 भनौँ अनि 1000 मा लैजाउँ त भनेर आफै भनौँ अनि ल्यायो अनि हिजो पहिलोचोटि भिडियो सिडियो खिचिदिएको ए ब्ल्याक ब्युटी खिचेँ कहाँ खिची बसन्तपुर पुरै एक राउन्ड हाने पछि यसो हेर्छु र सुटै भएन यस्तो रिस उठ्दिएर अनि बसन्तपुरदेखि कोचोबोटे भित्र छिरेको मलाई ठाउँ थाहा नभइदिएर फेरि हराएँ म कहाँ छिरे कहाँ अनि त्यसपछि यो एसभिटी भन्ने स्कुल रहेछ त्यहाँ पुग्यो कोटेश्वरतिर त्यहाँबाट फेरि हान्दै कलङ्की आएँ कलङ्कीबाट लगनखेलबाट यता हिजो बहुत बबाल गाह्रो भएको हिजो यस्तो झ्याउ भएको होइन र भने खुट्टा दुखेर त्यस्तै फेरि मैले फेरि 6-7 महिनापछि 81 साइकल चलाएको बिचमा चलाएको थिएन ओहो यस्तो दुखेको होइन र भने खुट्टा रुला जस्तो भएको थियो गाह्रो हुँदो रहेछ यार झन्डै नरोको म हिजो रुमाल त झिकियो तर कहाँ राख्ने हो अघि आँखामा घोर दिइराखेँ तलको सफा गर्ने बेला पहिलो अर्कै टाइपको भएर दुखिरहेको क्या आँखा पनि ल 7बाट आइपुग्यो नि त यहाँको पुलिस स्टेसन पनि पुरै जलाखानकै केटाहरूले ए कस्तो सफा कस्तो दामी थियो यार क्लिक्क टल्केको थियो पुलिस स्टेसन घरमा केटाहरू ए भइसकेको छ यो हो नि त लाइन रिपेयर भइसकेको छ हुँदैछ हाफभन्दा बढी भइसक्यो अब यसो कलर सजाउनु भइसकेको छ झ्यालहरू बाँक्यो होला नि त अब हो यो गाडी पनि पुरै जलाएको क्या पछाडिको यिनीहरू त होइन यिनीहरू त रोक्ने भइहाल्यो नि ए म त्यहाँबाट अर्को बाटो जानुपर्ने यार सिधै त्यहाँ पसलमा जाने हो नि त म ओहो मिस यो रोड कस्तो टाइट हुन्थ्यो अहिले पुलि खाली छ उताबाट के अरे सबजना गाउँतिर गएछन् क्या त्यही भएर पुरै खाली छ क्या अनि यहाँ पछि टक्क लाएको हुन्छ यो रुखहरू सब फुल्छ क्या यहाँबाट यस्तो यो अलिकति यो मोबाइल कहाँ राख्दा कति फ्रेम आउँछ त्यो चाहिँ राम्रोसँग बुझ्नै बाँकी छ क्या हिजोको त सबै सकिहाल्यो हराएकै सब भिडियो अडिटै गरेर नमिल्दिरह भने पछि पनि गरेको थिएँ ए झ्याल आएर त्यत्तिकै अब त्यो दाइ छ कि छैन हुनु त पर्ने हो गाउँका छैन होला सायद गाउँको ठिक छ यार दामी हुन्छ
यही साइड रोक्छु अर्को साइड जानु हुँदैन फेरि यहाँ त कस्तो एक्सिडेन्ट हुन्छ पुरै सुनसान छ कि सबजना गाउँतिर गयो क्या हो त्यो उता ए साइकल पसलमा गयो नि त म अनि त्यसपछि त्यहाँ गएको भागा यसो कसै जस्तो गरिदियो यताउति हेऱ्यो अहिले चाहिँ भएको जस्तो छ अहिले त्यो घाँडाकुँडा आएपछि चेक गर्नुपर्छ खस्छ कि खस्दैन भनेर भनेपछि म साथीको घर आइपुग्न आँटेँ नि त होइन डर हुन्छ नि त म पनि डर साइकल उडाउनु चाहिँ सिक्नुपर्ने क्या उडी ओए झन्डै कसै छिर्दिएको त जैसरी हुँदो रहेछ लुगा धुँदै कार्यक्रम हेर भाइ हेर यहाँ हेर रोल्ला भाइ यहीँ राख भाइ लुगा धोइरहेछ भाइले हेर यहाँ रोल्ला के छ भाइ भित्र गएर अब यसो मुखसुख हुन्छ हात फ्रेस गर्छु बस कोठा सर्छ भाइ ए भाइ हेर यहाँ रो ए कहाँ जानु कहाँ रे ए ल म कसम अघिको भिडियोमा सब बाहिरतिर गएछ आकाशतिर आइरह भिडियो सुइँ आकाशतिर मात्र आज रोडतिर आउनु पर्ने सुइँ रोडतिर आए पो रमाइलो हुन्थ्यो त आकाशतिर आए सबै आधा भिडियो जति ए भाइ हानिदिउ यहाँ मेरो कुरा सुन यहाँ भिडियो ए हामी लवन हिल कति बजे जाने कति बजे ल 5 बजेतिर जाने तिमी कहाँ जाने अहिले 5 बजे ठ्याक्क 5 बजे जानुपर्छ ए ल तिमी कहाँ जाने जाऊ एकछिनमा गएर आइहाल्छु ल कहाँ गएर आउने हो म त्यति चाहिँ यसो भिडियो यताउति हेर्दै गर्छु किनभने 4 बजे 5 बजे 1 घन्टा गरौँला केटो होइन त्योसँग अलिकति के स्क्रिप्ट अझै हाम्रो अझै भएन क्या रियालिटीमा ल अन्नुपर्छ कमाउने डलर हान्नु डलर ए ल भयो ल ए कागा ल फेरि किन ब्लर आयो मानिस अहिले हामीलाई कहाँ लग्दैछ अरे हामी लवन हिल जान आँटेको केटा हो ए हात छोड भाइ ए हात चिड्को लाएर किन यो ऊ आइरह कि ए अहिले कस्तो क्लियर आएन कि हामी एटिएममा जानेछौँ पैसा निकाल्ने 1000 रुपियाँको सपिङ अनि त्यसपछि 1000 रुपियाँको सपिङ त हान्दियो कहाँ सपिङ त्यत्रोको हान्छ अब त्यत्रो जुवा कहाँ खानु परेन पैसा बचाउनु परेन ए ल यो भिडियो सिडियो क्लियर किन आइराखेन बे कस्तो त्यो ऊ आइराख के अनक्लियर टाइपको आइराख के क्लियरै नआएको जस्तो हेर भाइ अलिक बचाएर लग होइन आजको पहिलो भ्लग हाल्दैछु पहिलो भिडियो हाल्दैछु मलाई केही भइहाल्यो भने बाउ त्यहाँबाट ल मेरो सब्सक्रिप्सन चाहिँ फटाफट बढ्नु पऱ्यो कि अनि एभ्रीबडी लाइक सब्सक्राइब कमेन्ट होइन सबैजनाले गर्नु पर्यो हो एकदमसँगले सकेको नि गर्नु बजार आइसक्यो मुलाहरूले फेरि डम्पिङ बजार बनाइदिएछ यो गान्डोहरू दिमाग खराब अब कस्तो स्मेल आउँछ थाहा यो यहाँ भिडियो चाहिँ नगरौँ
हामी अब रत्न पाराइसक्यो रत्न पारे लौन लगाइसक्यो अनि रमेश भाइले लु किन्छौँ एउटा टी सर्ट हानिसक्यो अब हामी घरतिर फर्किन्छौँ कहाँ जाने हो छोड्दै अब एकछिन यता सल के सोलाउनुको लागि के किनिदियो भनेर के किनिदिनु एउटा कोही के हो आइसक्रिम कति हो त्यो 10 रुपियाँको 10 रुपियाँ जान्छ छैन अघि त थियो त हामी 10 रुपियाँ खाने हो नि 50-60 किन खर्च गर्ने कहाँ उ देखा छिडो हामी 10 रुपियाँ 10 रुपियाँ हाल्यो भने 4वटा ल छिट्टो हालिदिन्छु 50 रुपियाँ कहाँ गयो हेर्नु आइसक्रिम आयो 10 रुपियाँ 10 रुपियाँ आइसक्रिम आयो 10 रुपियाँ 10 रुपियाँ अलि धेरै हाल्नु ओ 10 रुपियाँ 10 रुपियाँ धन्यवाद ल गर्दै भाइ गुड नाइट ल भाइ ल गएमा 10 रुपियाँ पनि त ल छाबास यो साइकलभन्दा अगाडि जानुपर्छ म किन भन्दाखेरि उताउति छ ए अङ्कल जी बटारम न हो बटारम